नमस्कार। आज 2081 फागुन 27 गते मंगलबार हो। तारिकमा 11 मार्च 2025 ट्युजडे हो। आज नेप्सीको प्री ओपनमा सामान्य बढेर 2752 मा आएको थियो भने 11 बजेपछि पनि नेप्सी 2757 सम्म माथि गएपछि सेलिङ प्रेसर आएको थियो सक्नुहुन्छ। 11 बजेर फलस्वरूप 11 बजेर 27 मिनेटसम्ममा 2763 सम्म डाउन भएपछि फेरि माथि जाने क्रम सुरु भएको थियो। बाहिर आएको थियो। बाहिर आएर सरस्वती माथि गएर तपाईको अघिल्लो हाई 2757 भन्दा माथि 2761 62 सम्म गइसकेपछि फेरि सेलिङ आएको देख्न सक्नुहुन्छ। सेलिङ आएर तपाईको 2742 सम्म गएर फेरि माथि गएको छ, 2750 सम्म गएको छ र त्यसपछि भने चाहिँ म्यासिभ सेल आएर तपाईको 2712 सम्म झरेको थियो। आज पनि सेलिङ प्रेसर आएको देख्न सक्नुहुन्छ र 3 बजे तपाईको 2719.20 मा क्लोज भएको छ। 2719.20 मा क्लोज भएको छ भने आज टर्नओभर पनि कम आएको छ। मार्केट घटेको अनुसारले तपाईको बाहिर पनि त्यति कम भएको देख्न सक्नुहुन्छ। 8 अर्ब 39 करोड आएको छ भने आज पनि समग्र रूपमा हेर्ने हो भने तपाईको डाउनफल तपाईको 2712 सम्म आएको थियो भने माथि तपाईको 12 बजेर 8 मिनेटमा तपाईको 2762 सम्म माथि उक्लेको थियो। र मेरो यो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला, बटन थिचिदिनु होला र लाइक को बटन थिचेर तपाईको कमेन्ट पनि लेखिदिनु हुन अनुरोध गर्दछु। र आजको समग्र बजार हेर्दाखेरि आज 12 बजेसम्म 12 बजे 8 बजेसम्म बाहिर आएको थियो भने त्यसपछि चाहिँ हिजो अस्ति जस्तै तपाईको यो सेलिङ प्रेसर आएको देख्न सक्नुहुन्छ। र गेनरहरुमा तपाईको LSLPO 10% गएको छ, MLPL WNLB यो 8.50 यतिनो गएको छ भने आज समग्र सबै मार्केट आज डाउन भएर क्लोज भएको छ। यो 1 मिनेटको क्यान्डल देखाउँदैछु। अब तपाईलाई तपाईको 1 डे को क्यान्डल देखाउन गइरहेको छु। 1 डे को क्यान्डलमा कस्तो छ त अब हामी हेर्न सक्छौं। 1 डे को क्यान्डलमा तपाईको 1 डे को क्यान्डलमा तपाईको सरसर्ती तपाईको घटेको देख्न सक्नुहुन्छ। यो 9 दिनसम्म तपाईको माथि गएर त्यसपछि चाहिँ 1 2 3 4 5 6 7 सातौं दिन पनि तपाईको आज पनि तपाईको सेलिङ आएको देख्न सक्नुहुन्छ। अब अप हुने कुनै संकेत जस्तो देखिदैन तपाईको यसमा। अब भोलि त मार्केट के हुनेछ, अब बढेर नै तपाईको क्लोज हुने आशाका साथ 2780 50 सम्म गएर क्लोज हुने आशाका साथ अब भोलिको विवरण पेश गर्नेछु। धन्यवाद।